मानिस जन्मिँदा सामान्य हुन्छ, तर जीवनमा लिने सही निर्णयले उसलाई असाधारण व्यक्ति बनाउँछ। यदि तपाईँ बिजनेस, करियर वा जीवनमा ठूलो सफलता चाहनुहुन्छ भने तपाईले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ कि सफलता केवल कडा मेहनतको फल होइन। आज तपाईले जो व्यक्तिलाई सफलताको शिखरमा देखिरहनु भएको छ, उनीहरू कडा मेहनत गरेर मात्र त्यहाँ पुगेका होइनन्। उनीहरूले त खेलको नियम बुझेर, मनोविज्ञान पढेर र परिस्थितिलाई आफ्नो पक्षमा मोड्ने कला सिकेर त्यहाँ पुगेका हुन्। संसारका टप 1% सफल मानिसहरूलाई हेर्नुहोस्। उनीहरू अवसरको प्रतीक्षा गर्ने होइन, अवसरहरू सिर्जना गर्ने व्यक्ति हुन्। उनीहरूको सबभन्दा ठुलो शक्ति काम नभएर रणनीति चलाउने शक्ति हो। त्यही रणनीति सिकाउने पुस्तक रोबर्ट ग्रीनले लेखेको द 48 लज अफ पावर हो। यो कुनै साधारण प्रेरणादायी पुस्तक होइन। यो त कसरी शक्ति चलाउने, आफ्नो प्रभाव कसरी विस्तार गर्ने र परिस्थितिलाई कसरी नियन्त्रणमा ल्याउने भन्ने गोप्य नक्सा हो, जुन इतिहासका राजा, सेनापति, नेता र व्यवसायीले प्रयोग गर्दै आएका छन्। आजको यो भिडियोमा हामीले यस पुस्तकका शक्तिशाली नियमलाई प्रस्तुत गर्नेछौँ, जसले तपाईलाई आफ्नो प्रतिस्पर्धीलाई हराउन, परिस्थितिलाई नियन्त्रण गर्न र आफ्नो जीवनमा वास्तविक शक्ति निर्माण गर्नको लागि मद्दत गर्नेछ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। नम्बर 1, प्ले अ सकर टु क्याच अ सकर। कहिलेकाहीँ ठुला जितहरू जित्नको लागि मूर्ख बन्ने नाटक गर्नु पनि आवश्यक हुन्छ। कुनै पनि मानिसले चाहँदैन कि तपाईँ उनीहरूको अगाडि अति बुद्धिमान देखिनुहोस्। यही ठाउँमा सबभन्दा ठुलो शक्ति लुकेको हुन्छ। तपाईँले उनीहरूको अगाडि आफूलाई थोरै कम बुद्धिमानी देखाउनु नै ठुलो बुद्धिमत्ता हो। सन् 1865 तिर अस्ट्रियाका सबभन्दा ठुला अधिकारी काउन्ट ब्लुम थिए। उनी तास खेलमा निपुण थिए र मानिसले उनलाई तासका बादशाह भन्थे। उनी अलि घमण्डी र आफूभन्दा बुद्धिमान मानिस मन नपर्ने स्वभावका थिए। प्रसियाका शासक बिस्मार्कले अस्ट्रियालाई आफ्नो अधीनमा ल्याउनको लागि एउटा सन्धिमा साइन गराउनु पर्ने थियो। अस्ट्रिया त्यो सन्धिमा साइन गर्नको लागि राजी थिएन। तर बिस्मार्कलाई थाहा थियो कि यदि मैले सन्धिमा साइन गर्न लगाउने हो भने मैले काउन्ट ब्लुमलाई प्रभावित पार्नुपर्ने हुन्छ। त्यसैले बिस्मार्कले काउन्ट ब्लुमसँग तास खेल्ने प्रस्ताव राखे। बिस्मार्कलाई आफूले जित्ने कुरा एकदम गाह्रो छ भन्ने थाहा थियो, किनभने काउन्ट ब्लुम एकदमै एक्सपर्ट थिए। बिस्मार्कले त्यस रात एकदमै मूर्ख जसरी तास खेले। काउन्ट ब्लुमलाई कोही मानिस यति धेरै मूर्ख कसरी हुन्छ भन्ने लाग्यो। उनले बिस्मार्कलाई जो मानिसले आफ्नो सानो निर्णय पनि राम्रोसँग लिन सक्दैन, त्यो मानिसले देशको लागि निर्णय के राम्रो लियो होला भन्दै केही नसोची सन्धिमा साइन गरे। बिस्मार्कलाई यही काम शान्तिसँग गराउनु थियो। जब सन्धिमा गरेको साइनको मसी सोक्छ, तब बिस्मार्कले चर्को आवाजमा भने, मलाई यहाँका मानिस यति धेरै मूर्ख छन् भन्ने कुरा थाहा थिएन। यसरी आफ्नो बुद्धिमत्तालाई नदेखाइकन केवल मूर्खपनलाई मात्र देखाएर चुपचाप बिस्मार्कले आफ्नो काम गराए। बिस्मार्क त्यस समयका वान अफ द ग्रेटेस्ट लिडर थिए। उनलाई थाहा थियो कि कुनै बेला मूर्ख बन्नु जस्तो नाटक गर्नु पनि साँचो बुद्धिमत्ता हो। जीवनमा पनि त्यही मानिस सफल हुन्छन् जो चलाक भएर सही समयमा मात्र आफ्नो कदम चाल्छन् र बुद्धि देखाउँछन्। त्यसैले तपाईँ कहिलेकाहीँ जति चुप, जति सामान्य, जति साधारण देखिनुहुन्छ, तपाईलाई त्यति नै ठुला उपलब्धि हासिल गर्न सजिलो हुन्छ। नम्बर 2, द सरेन्डर ट्याक्टिक टर्न विकनेस इन्टु पावर। तपाईले सरेन्डर ट्याक्टिक्स प्रयोग गरेर आफ्नो कमजोरीलाई शक्तिमा बदल्नुहोस्। अर्थात् यदि तपाईँको विरोधी तपाईँभन्दा शक्तिशाली छ भने तपाईँ उसको अगाडि झुकिदिनुहोस्। तपाईँ त्यससँग टक्राउनु भनेको मूर्खता हो। तर यदि तपाईँ झुक्नुहुन्छ भने त्यो कमजोरी नभएर रणनीति हुन्छ। इतिहासलाई पल्टाएर हेर्ने हो भने घमण्डी नेताहरूलाई धेरै पटक हारेको देख्न सकिन्छ, किनकि उनीहरू अहङ्कारको कारण झुक्न जान्दैनन्। तर बुद्धिमान नेता त त्यही हो जसले कहिलेकाहीँ आफ्नो सम्मान, इगो सबै त्यागेर अस्थायी रूपमा आफूलाई सरेन्डर गरेका हुन्छन्। एकपटक लन्डनमा फ्रान्स विरुद्ध विद्रोह चलेको थियो। त्यही समयमा फ्रान्सका दार्शनिक भोल्टियर लन्डनमा बसेका थिए। एक दिन लन्डनको सडकमा सबैले उनलाई चारैतिरबाट, यो त फ्रान्सेली हो, यसलाई फाँसी देऊ भन्दै चिच्याइरहेका थिए। भोल्टियरले बहस नगरी मुस्कुराएर भने, हो, मलाई मार्न चाहनुहुन्छ भने मार्न सक्नुहुन्छ, तर म जस्तो धेरै दुर्भाग्यशाली मानिस को होला र यति महान देश लन्डनमा नजन्मिएर सानो देश फ्रान्समा जन्मियो, जो आज लन्डनमा आएर फाँसी भोग्दैछ। लन्डनका मानिसहरू उनको कुराबाट भावुक भएर उनलाई छोडिदिए। भोल्टियरले सरेन्डर ट्याक्टिक्सको प्रयोग गरेका हुन् भनेर लन्डनका मानिसलाई
थाहै भएन। भोल्टियरले झुकेर आफूलाई सुरक्षित गरे र खेल जिते। हाम्रो जीवनमा पनि कहिलेकाहीँ यस्ता अवस्थाहरू आएका हुन्छन् जहाँ हामीले हाम्रो इगोलाई दबाएर आफ्नो काम निकाल्नुपर्छ। नम्बर 3, प्लान अल द वे टु द एन्ड। जीवनमा प्राय मानिसले आफ्नो लक्ष्य र योजना बिना यात्रा सुरु गर्छन्। उनीहरूले कडा मेहनत त गर्छन् तर सफलता प्राप्त गर्न सक्दैनन्। हो, सफलता केवल भाग्य वा कडा मेहनतले मात्र होइन, यो त तपाईँले आफ्नो यात्रामा पूर्ण रूपले योजना अनुसार कदम चाल्ने कुराले निर्धारण गरेको हुन्छ। हो, प्राय मानिसहरू जे होला हेरौँला भन्दै अन्धाधुन्द अघि बढ्छन्, तर इतिहासले हामीलाई पटक पटक देखाएको छ कि योजना बिना गरिएको कुनै पनि काम असफलताको बाटोमै जान्छ। प्राय हामीले एउटा प्लान बनाएर त्यसमा पूर्ण विश्वास राख्छौँ, तर कहिलेकाहीँ हाम्रो मनमा यो प्लानले काम गर्छ कि गर्दैन भनेर कन्फ्युजन आउँछ। यदि प्लान एले काम गरेन भने हामीले हार पनि मानेका हुन्छौँ। तर जो व्यक्तिले प्लान एमा कन्फ्युजन देखेपछि प्लान बी बनाएर अघि बढ्छन्, उनीहरू जीवनमा सफल हुने सम्भावना धेरै हुन्छ। ब्याकअप प्लान वा प्लान बी बनाउनु भनेको डर वा कमजोरी नभएर यो त वैज्ञानिक रूपमा प्रमाणित बुद्धिमत्ता हो। सन् 2009 मा हार्वर्ड बिजनेस स्कुलमा रिसर्च गरिएको थियो। उक्त रिसर्चका अनुसार प्लान बी भएका मानिसहरू फेलियरको सामना गर्दा पनि स्टेबल रहेका थिए, जबकि प्लान ए मात्रै भएका मानिसहरू सानो समस्यामा पनि भत्किएका थिए। तर जसले प्लान बी पनि तयार राखेका थिए उनीहरूले 34% तनाव कम भएको अनुभव महसुस गरेका थिए। तनाव कम हुँदा मानिसको निर्णय क्षमता तेज हुन्छ र सफल हुने सम्भावना पनि गुणात्मक रूपले बढ्ने गर्छ। त्यसैले आजैबाट तपाईँले पनि प्लान ए बनाउनुका साथै प्लान बी पनि लिएर अगाडि बढ्नुहोस्। यसले तपाईँलाई जीवनमा महान व्यक्ति बन्नको लागि मद्दत गर्नेछ। नम्बर 4, मास्टर द आर्ट अफ द राइट टाइमिङ। जिन्दगीको सबभन्दा ठुलो शक्ति भनेको पैसा वा शक्ति नभएर समयलाई आफ्नो आदेशमा चलाउन सक्ने क्षमता हो। जो व्यक्ति जीवनमा टप 1% वा टप 0.01% स्तरमा पुग्छन् उनीहरूमा एउटा विशेष प्रकारको ऊर्जा हुन्छ। उनीहरू टाढाबाट हेर्दा पनि रिल्याक्स देखिन्छन्, मानौ समयले उनीहरूलाई होइन, उनीहरूले समयलाई नियन्त्रण गर्छन्। सफल मानिसले आफ्नो धैर्यतालाई ठुलो हतियार बनाएका हुन्छन्। एकपटक पर्सियाका 2 जना कैदीलाई एक शक्तिशाली सुल्तानले मृत्युदण्ड सुनाए। एकजना कैदी सुन्ने बित्तिकै रुन थाल्यो, तर अर्को कैदीले मानिसको कमजोरी पहिचान गर्ने कला प्रयोग गर्यो। उसले राजाले आफ्नो घोडालाई असाध्यै मन पराएको देख्यो, त्यसैले उसले भन्यो, महाराज, यदि हाम्रो ज्यान बच्छ भने म 2 वर्षभित्र यो घोडालाई उड्न सिकाउँछु। राजाले आफ्नो घोडा उड्न सक्छ भन्ने कुराले खुसी हुँदै हुन्छ भने कैदीले 2 वर्षमा धेरै कुरा बदलिन सक्छ भन्दै मुस्कुराए। जीवनमा सामान्य निर्णय पनि सही समयमा लिइयो भने त्यसले ठुलो सफलता ल्याउँछ। तर जब तपाईँले समयको मूल्य नबुझे समयलाई अनावश्यक कुरामा खर्च गर्नुहुन्छ तब संसारको अर्को कुनामा कुनै व्यक्तिले समयको सही सदुपयोग गरी सफल बन्छ। सन् 2020 मा हार्वर्ड बिजनेस रिभ्यूको एक अध्ययन अनुसार सही समयमा गरिएको निर्णयले प्रोडक्टिभिटी र सक्सेस रेट वृद्धि गर्छ। नेपोलियनले भने झैँ भूमि पुनः जित्न सकिन्छ, तर बितेको समय कहिले पनि फर्किँदैन र यही सत्यले संसारमा असाधारण मानिसहरू बनाउँछ। सही समयको सही उपयोगले एउटा साधारण व्यक्तिलाई असाधारण बनाउँछ। चाणक्य, बुद्ध, स्टिभ जब्स, रतन टाटा यी सबै राइट टाइमिङका मास्टरहरू हुन्। त्यसैले आजैबाट तपाईँले पनि राइट टाइमिङमा निर्णय लिने बानी बसाल्नुहोस् र राइट टाइममा राइट डिसिजन गर्ने शक्ति बनाउनुहोस्। आफ्नो कुरा आत्मविश्वासका साथ राख्न सिक्नुहोस्। याद राख्नुहोस्, संसार त केही मानिसले मात्र जितेका हुन्छन् जसले आफ्नो समयलाई मालिक नभएर दास बनाएका हुन्छन्। नम्बर 5, कोट एटेन्सन अल द कस्ट। तपाईँ जीवनमा सफल हुन चाहनुहुन्छ भने तपाईँ भिडमा हराउनु हुँदैन। संसारले हरेक कुरालाई देखेको आधारमा मूल्याङ्कन गरेको हुन्छ। तपाईँ जीवनमा सामान्य भएर भिडमा हराएर कहिले पनि असाधारण व्यक्ति बन्न सक्नुहुन्न। तपाईँ त भिडबाट माथि उठेर आफ्नो शक्ति निर्माण गर्न सक्नुहुन्छ। सफलताको यात्रा कहिले पनि सिधा र सजिलो हुँदैन, तर जो व्यक्तिले कठिनाइलाई अवसरमा बदल्छन्, रणनीतिलाई आफ्नो हतियार बनाउँछन् र समयलाई आफ्नो साथी बनाउँछन्, उनीहरू अन्ततः सफलता प्राप्त गरेर असाधारण व्यक्ति बन्दछन्। तपाईँलाई रोक्ने सबभन्दा ठुलो शक्ति अरू होइन, तपाईँको आफ्नै डर र आलस्य हो। जब तपाईँले आफ्नो इगोलाई नियन्त्रण गर्नुहुन्छ
योजनाअनुसार अघि बढ्नुहुन्छ र भिडबाट अलग भएर आफ्नो पहिचान बनाउनुहुन्छ, तब संसारले पनि तपाईँलाई बेवास्ता गर्न सक्दैन। त्यसैले आजैबाट भिडबाट अलग भएर आफ्नो सफलताको लागि मेहनत गर्नुहोस्। याद राख्नुहोस्, जीवनमा विजेता ती हुन् जसले हारलाई अन्त्य नभएर नयाँ सुरुवातको सङ्केत ठान्दछन्। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।